साथीहरू हेर्नुहोस् है, मैले बनाउँदैछु होममेड साबुन घरमै। अरेन्जको अहिले ठन्डा मौसम पनि छ है, अरेन्जहरू नि एभाइलेबलै पाउँछ, सस्तो पनि पाउँछ। र होममेड साबुन बनायो भने घरमा केटाकेटीहरूको लागि पनि राम्रो, जो सानो सानो नानीहरू छ हो। होममेड साबुन बनाउँदा राम्रो पनि हुन्छ, आफ्नो आफ्नो फ्लेभरको नानीहरूलाई कस्तो मन पराउँछ है। त मैले पनि बनाउँदैछु, हेर्नुहोस् यसमा के चाहिन्छ। पुरा फुल हेर्नु छ भने चाहिँ मेरो मुन्नी सुब्बा ब्लग छ, त्यसमा म फुल तपाईँलाई बनाएको देखाउँछु। यसमा हेर्नुहोस्, मैले के चाहिन्छ अहिले यसमा हेर्दै गर्नुहोस्। यहाँ हेर्नुहोस् है, होममेड साबुनमा मैले अनलाइनबाट मैले मगाएको थिएँ। यो साबुनको प्लेन साबुनको डल्लो पिस हुन्छ, त्यसलाई मैले पिस गरेर यस्तो बनाएँ। अन्त यसलाई चाहिँ मैले 4टा सुन्तलाको छिल्का निकालेर पिसेर राखेको छु। अन्त यो मैले अनलाइनबाट मगाएको थिएँ, साबुन हाल्ने बनाउने होला। त म अहिले यसको साबुन बनाउँछु। अन्त तपाईँहरूलाई साबुनको पुरा हेर्नु छ भने मेरो भिडियो मुन्नी सुब्बा ब्लगमा हेर्नुहोस्, म पुरा डिटेल दिन्छु मुन्नी सुब्बा ब्लगमा साबुन कसरी बनाउँछ है। साथीहरू बाई, हेरिदिनुहोस् है प्लिज, बाई। त हेर्नुहोस् है साथी, यसरी जम्मा भयो मैले बनाएको। तपाईँले मेरो युट्युबमा मुन्नी सुब्बा युट्युबमा हेर्नुहोस् तपाईँहरू, होममेड साबुन कसरी बनाउँछ। मैले दिल सेपको बनाएँ, यो मेरो छोरीले लान्छ अरे। तपाईँहरू पनि बनाउनुहोस्, भिडियो राम्रो लाग्यो। अब एलोभेराको बनाउनु पर्छ, लाइक शेयर सब्सक्राइब गर्नुहोस्, बाई।